हो ल पुरै स्टल छ दुईतिरै अनि अब यो बाटो एकछिनमा बन्द पनि हुन्छ होला सायद असिना पर्यो हैन तर असिना चाहिँ एकदम सानो सानो पर्यो हैन त भाउजू मजा आयो भने हैन यहाँ बसेर यसै सब पसलहरू बन्द भइसक्यो अनि 9:30 नि भइसक्यो नि त एकदम लेट पनि भइसक्यो है आज अलिकति ढिलै भयो हेलो एन्ड नमस्ते एभ्रीवन वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल है आफ्टर अ लङ ग्याप लगभग 1-1.5 महिनाकै ग्याप भयो अनि त्यसपछि आज फाइनल्ली भिडियो स्टार्ट गर्दैछु गाइज अलिकति सन्चो पनि थिएन अनि त्यसपछि तपाईहरुलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ अब आज हामी म अहिले रुममा छु अब रुमबाट क्याफे जान्छु के कस्तो हुन्छ आजको दिन तपाईहरुलाई सबै देखाउने छु भिडियो फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला गाइज अनि भिडियो मन पर्छ भने लाइक पनि गरिदिनु होला है भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला आज म कता जान्छु के गर्छु है आज सबै देखाउने छु धेरै पछि हो आज राम्रो भिडियो बनाउने भनेर सोचिरहेको छु स्टे ट्युन गाइज गाइज ल म चाहिँ रुमबाट निस्किसके अब अहिले क्याफे जान लाग्यो हो आज यो हेलमेटमा कस्तो हावा छिरिरहेछ यार नोइज आइरहेको होला यो धेरै भयो हैन अब यो सेटअपै बिग्रिसक्यो होला सायद अब ट्राई त गरेको छैन लगभग सायद सेटअपै बिग्रिन नि सक्या हुन सक्छ किनभने लगभग 2 महिना हुन लागिसक्यो अलमोस्ट मैले भिडियो नबनाएको भिडियो किन नआएको भन्दाखेरि मलाई भाइरलले हल्का समय राखेको थियो क्या भाइरल लागेर हैन लगभग 1-1.5 महिना जस्तो रुगाखोकी लाग्ने त्यस्तो भयो अनि यो सपन तीर्थमा मन्दिर क्या डेन्जर बनाएको छ बच्चाहरू पुरै नाचिरहेछन् है आजभोलि जात्रा छ नि त सपन तीर्थमा अनि यो एरिया नि एकदम सायद अहिले प्याक होला खासै गाडीहरू आउन दिँदैन थियो तर बाइकहरू चाहिँ छिरिरहेछ मजाले खोइ हिजो त डेन्जरै थियो हैन 4-5 दिन भन्ने सुने हो मैले जात्रा 4-5 दिन हुन्छ भनेर सुने हो अनि यहाँ स्टलहरू पनि टन्नै छ छन चाहिँ जस कति पछि भिडियो बनाएको लास्टै रमाइलो लागिरह यो भाइरलले चाहिँ लास्टै गाह्रो बनाउँदो रहेछ क्या गाइज है यदि तपाईहरुलाई नि त्यस्तो भएको छ भने एकदम केयर गर्नु होला है पहिला सुरु हेल्थ फर्स्ट चलपल ल बल्ल सुरु हुन लागेछ है यो पुरै बाटाभरि सबै यस्तो स्टल राखिरहेको हुन्छ क्या यो अझ आउनै बाँकी छ हैन बिहान त क्या फोहोर थियो अहिले चाहिँ हल्का सफा गरेछ हो ल पुरै स्टल छ दुईतिरै अनि अब यो बाटो एकछिनमा बन्द पनि हुन्छ होला सायद अनि आज 2082 साल वैशाख 2 गते है हिजो न्यू इयर थियो अनि न्यू इयरको दिनबाट सुरु भएको हो यो मेला खासमा मैले हिजै भ्लग बनाउँछु भन्ने सोचेको थिएँ क्या हिजो अलिकति बिजी नै भइयो अनि त्यही भएर भ्लग बनाउन पनि पाइएन पुरै जात्रा बल्ल लाग्दैछ अब बेलुका त एकदम रमाइलो हुन्छ त्यो आज सायद रथ तान्ने पनि आज जस्तो लाग्छ मलाई है इफ आई वेयर नट रङ मलाई त्यस्तै भने जस्तो लागेको थियो ओहो टनाटन छ त ल सामान त यार सही होइन यस्तो हुनु भने चाहिँ एकदम पोजिटिभ कुरा हो क्या अब भनौँ न अब यहाँ कति एग्रिकल्चर लोकल सामानहरू हुन्थ्यो भने लोकल सामानहरू पनि दरो बिग्थ्यो नि त होइन ल्याङभन्दा अब दरो घुम्नु पर्ने भयो यार फोक्कडैमा घुम्दिउँ यतिको चाहिँ मलाई थाहा थियो तर म आएँ होइन सबैजनालाई आउन दिइरहेको थियो नि त त्यही भएर म आएँ अब अलिकति बाटो घुम्नु पर्ने भयो ठिकै छ केही छैन यस्तो हुन्छ कहिले काहीँ गाइज हामी फाइनल्ली साईबाबा चोक आइपुग्यौँ है अघि यतैबाट आइपुग्थ्यो खासमा हामी अब त्यो थाहा हुँदै पनि म त्यही बाटो आएँ क्या खासमा त्यही भएर बढी घुम्न पर्यो ठिकै छ केही छैन कहिले काहीँ यस्तो हुन्छ अनि अब म फाइनल्ली क्याफे आइपुग्न लागिसकेँ हाम्रो क्याफेको लोकेसन टोखामी अटो हब टिभीएस सँगै रहेको छ हैन जुन चाहिँ भिनाज रेजिडेन्सीको अपोजिटमा रहेको छ अनि अब आज के हुँदैछ त हैन म अघि आएर फर्क्या हो खासमा फर्किन चाहिँ अनि खानासाना खाएर फर्क्या हो ल भाइ त आज नानी छैन फेरि हैन हाम्रो कुकमा पुरै हिसाब गर्दै बसिरह हाम्रो कुक सरको खाना पनि छ यहाँ
खासमा म यही खाना लिन गएको हो क्या। अनि हाम्रो कुक सर ल के छ सोल्दी खबर? ल अब खाना खान्छ अहिले। अब हाम्रो कुकले खाना खान्छ आज होइन सधैँ खान्थ्यो, आजको चाहिँ टाइम भयो है त गाइज म अहिले सिटी स्क्वायर आइपुगेको छु है, सामाकोसी चोक क्याफेबाट भर्खरै निस्केको। अनि अहिले एकचोटि सानो एउटा काम पऱ्यो, असन पुग्नु पर्ने भयो होइन। असन पुगेर आउनु पऱ्यो एक लट। के हो अब यो गाडी अगाडि गइदियो क्या, मलाई थाहा थियो यस्तै हुन्छ भनेर। ठिकै छ अब म यहीँबाट घुमाइदिन्छु होइन। खत्रै हुने भयो नि त, थाहा थियो तर म आएँ। अनि आज किन जानु लागेको असन भन्दा चाहिँ एउटा मलाई भन्दा नि एकजना भाइलाई सेल्फी स्टिक चाहियो अरे होइन। अनि त्यसपछि त्यो भन्दा नि मेन कुरा भनेको हुक्काको फ्लेभर सकियो। हुक्काको फ्लेभर लिनको लागि म महाबौद्ध जाँदैछु। अनि महाबौद्धमा चाहिँ मैले सधैँ ल्याउने ठाउँबाट ल्याउँछु होइन हुक्काको फ्लेभर। अनि अब पानी परे भएर नि होला होइन, काठमाडौँको मौसम अस्ति त लास्टै बिग्रिएको थियो नि त। अनि अहिले त कस्तो घाम लाग्दिरहेको क्या, दामी। अहिले त खतरा गर्मी आइसक्यो, तर बिहान बेलुका चाहिँ फेरि जाडै छ क्या अझै पनि यार। काठमाडौँको मौसम नि प्रेडिक्ट गर्नै नसकिने खालको छ गाइज है। सोरुखुट्टेमा अब फेरि कम जाम छ त। ओए खोल्यो क्या हो, म खासमा जाने तलपट्टि हो होइन। खोल्यो कुदाउँ कुद्नै पर्ने हुन्छ नि। ल है त म चाहिँ यता क्षेत्रपाटी हुँदै जान्छु। क्षेत्रपाटी हुँदै मलाई चाहिँ माथिको बाटो लास्टै झ्याउ लाग्छ खै किन हो होइन। क्षेत्रपाटीबाट सिधै जान चाहिँ मलाई अब गल्ली भयो भने कस्तो रमाइलो लाग्छ खै। म हुन त सधैँ रेगुलर हिँड्दा बाटो भएर नि होला होइन, तर यताको यो मेन रोड जान लास्टै झ्याउ लाग्छ क्या। यति धेरै जाम हुन्छ है। अनि कुरै घाममा पसिनै आउँछ यार। कलेज छुट्टी भइसकेछ केटाहरूको, 10:30 भइसक्यो। 10:30 बजी त छुट्टी हुँदो रहेछ यार। यहाँ पनि आज रोड चाहिँ प्याकै छ जस्तो। हाम्रो खैरी दाजु त सक्छ त, सक्ने त कुरै भएन नि। क्षेत्रपाटी आइपुग्यौँ हामी है। अब क्षेत्रपाटीबाट एक उतापट्टिबाट जाने हो यहाँबाट होइन। ओ सरी यो गाजाङ भइसक्यो झ्याउ चाहिँ यही हो। अब मलाई फेरि मेन रोडमा झन् बढी जाम हुने भएर त्यो जाममा बस्न पर्ने दिक्कतले गर्दाखेरि म यो बाटो हिँड्छु क्या। अनि क्षेत्रपाटी हस्पिटल है, क्षेत्रपाटी हस्पिटलसँग पनि राम्रै मेमोरिजहरू छ मेरो। अब यो एरियामा त सबै औषधि पसलहरू हो होइन। सबै औषधिहरू चाहिँ म्याक्सिमम 95% औषधिहरू चाहिँ यहाँ पाइन्छ क्या, अन्त नपाउने औषधि। यो चाहिँ होलसेलरहरू जस्तो हो क्या यहाँको चाहिँ। अब मेन नेपालमा औषधि सप्लाई हुने यही ठाउँहरूबाट हो क्या। र गाइज हामी चाहिँ अहिले यता महाबौद्धमा आइपुगेका छौँ है। महाबौद्ध पुरै सुनसानै छ अहिले। अब हामी यहाँबाट एक उयो हुक्का सपमा जान्छौँ। अनि त्यसपछि एकैछिन मार्केट घुम्छौँ के कस्तो छ होइन। हेर्दै गर्नु होला भिडियो अन्तिमसम्म है त। गाइज है अब 2082 सालको सबैजनालाई शुभकामना। अनि सबैजना 2082 सालमा सबैजना सुखी हुन्। अब सुखी भन्दा पनि खुसी र सुखी चाहिँ म त कसरी लिन्छु भने हरेक कुरामा चाहिँ खुसी हुन सक्ने एउटा वातावरण मिलोस् होइन। एउटा सीमित कुराको खुसी भनौँ न सर्ट टर्मको लागि मात्र हुन्छ होइन। एउटा दुइटा कुराले खुसी हुने भनेको मान्छे एकदम सर्ट टर्मको लागि मात्रै हो। यो 82 सालमा चाहिँ यस्तो बनिदियोस् कि हरेक कुरामा खुसी खोज्न सकियोस् होइन। हरेक कुरामा खुसी भेट्न सकियोस्, सबै कुरामा रम्न सकोस्, त्यही नै हो। यो बाइकको चाबीमा अर्को चाबी हालेको छिन्द्रिङ बजेर मलाई दिक्कै रहेछ यार।
फेरि म अघिकै बाटो फर्किँदैछु गाइज होइन। त्यहाँनिर अलिकति प्याकै रहेछ नि, मैले भिडियो सिडियो खासै त्यस्तो केही पनि बनाइनँ। अनि यता पनि अब पसलहरू खुल्ने बल्ल टाइम हुनु लाग्छ जस्तो छ। भाउजू वेलकम ब्याक टु माई च्यानल। हेलो, के छ खबर, ठिक छ? मेरो अर्डर आयो है, यहाँ चिया पुऱ्याउने अर्डर आयो है। चिया पुऱ्याउने अर्डर यो म्यामकै होइन त? ल, चियालाई मैले यहाँ ल्याएर राखेँ है। अनि आज हाम्रो दाई हुनुहुन्छ यहाँ। दाई वेलकम टु माई च्यानल। हेलो दाई पुरै आइ यस्तो यस्तो बिजी है दाइको खतै छ फेरि यहाँ। यो पुरै डिजाइनिङ गर्दै हुनुहुन्छ है दाइ चाहिँ फेरि। पुरै असिना परिरहेको के हाम्रो कुकमा ऊ चिया बनाउन व्यस्त छ। असिना पऱ्यो होइन, तर असिना चाहिँ एकदम सानो सानो पऱ्यो होइन त भाउजू? मजा आयो भने होइन यहाँ बसेर? अघि निदै स्या मान्छे हो खासमा। दुईचोटि दुई निन्द्रा सुतेर उठे है। व्रत हो, दुई निन्द्रा। ल अब मेरो काम आएछ, पानी परेर मलाई पनि आनन्द भयो। ल, चिया सँगसँगै पानी भिन्न चाहनुहुन्छ भने चिया ट्रान्जिटमा आउनु होला। गाइज ल है, आज एकदमै बिजी भयो है। अहिले 9:30 बजिसकेको छ। अब हामी यहाँबाट निस्किँदैछौँ चिया ट्रान्जिटबाट। आज एकदमै प्याक भयो अनि खासै भिडियो पनि राम्रोसँग बनाउनै पाइएन होइन। अब एकदमै लेट भइसक्यो। अब हामी चाहिँ यहाँबाट क्लोज गरेर निस्किन लाग्दैछौँ है। अनि गणेश यहाँ बाहिर चाबी लगाउँदैछ। अनि 9:30 भइसक्यो। हाम्रो गणेश सर चाहिँ यहाँ चाबी लाउँदैछ। सब पसलहरू बन्द भइसक्यो। अनि 9:30 नि भइसक्यो नि त, एकदम लेट पनि भइसक्यो है। आज अलिकति ढिलै भयो। अब हामी निस्किँदैछौँ गाइज है। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि मेरो च्यानलमा अझै पनि नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो मन पऱ्यो भने लाइक गरिदिनु होला है। अब हामी यहाँबाट निस्किन्छौँ। अनि सपोर्ट कुलु ब्लग्स है त। अब आजको लागि यति नै। Keep loving, keep supporting Kulu Vlogs by Pravesh है त गाइज। Thank you so much everyone.